आज हामीले न्युटनको पहिलो नियमले कसरी काम गर्छ भन्ने बारेमा बुझौँ एउटा सामान्य एक्सपेरिमेन्टबाट। भिडियोमा देखाए जसरी एक गिलास पानी लिनुहोस्, एउटा पेपर अनि एउटा कोइन लिनुहोस् अनि पानी भरिएको गिलासमाथि पेपर राख्नुहोस् र पेपरमाथि कोइन राख्नुहोस् र पेपरलाई बिस्तारै तान्नुहोस्। यो गर्दाखेरि पेपर र कोइन सँगसँगै आउँछ। अर्कोपल्ट दोहोऱ्याउँदा हामीले पेपरलाई अलि जोडसँग तानौँ। यसो गर्दा कोइन हाम्रो ग्लासभित्र खस्छ, पेपर भने हाम्रो हातमा आउँछ। यस्तो किन भयो त भन्दा यसको पछाडि एउटा विज्ञान लुकेको छ जसलाई इनर्सिया भनिन्छ। कुनै पनि वस्तु आफ्नो जुन अवस्थामा छ, गतिमा छ भने गतिमै रहन चाहन्छ, स्थिर अवस्थामा छ भने स्थिर अवस्थामै रहन चाहन्छ। अहिले भने हाम्रो सिक्का र कार्ड दुइटै स्थिर अवस्थामा छन्। जब हामीले कार्डलाई तान्छौँ, कार्ड चाहिँ गतिशील अवस्थामा आउँछ, सिक्का भने आफ्नै स्थिर अवस्थामा रहन्छ र त्यो रहिरहन खोज्छ, जसले गर्दाखेरि गुरुत्वाकर्षण बलको कारणले गर्दाखेरि जुन सिक्का थियो, कार्डमाथिको सिक्का, त्यो चाहिँ ग्लासभित्र खस्छ।